गुल्मी जिल्लामा एउटा अकल्पनीय र डरलाग्दो घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ। प्राप्त जानकारी अनुसार एउटा मृत व्यक्तिको टाउको कुकुरले बोकेर गाउँभरि डुलाएपछि यहाँका बासिन्दाहरू आश्चर्य र भयले स्तब्ध भएका छन्। यो घटना आज बिहान गुल्मीको एउटा गाउँमा भएको बताएको छ, तर प्रहरीले अझै पूर्ण विवरण सार्वजनिक गरेको छैन। स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिहानको समयमा एउटा कुकुर गाउँको बाटोमा मृत व्यक्तिको टाउको मुखमा बोकेर हिँडिरहेको देखियो। हामीले यस्तो कहिले देखेका थिएनौँ, यो निकै डरलाग्दो दृश्य थियो, एक स्थानीय बासिन्दाले बताए। घटनाले गाउँमा हल्लाखल्ला मचिएपछि स्थानीय प्रहरी तुरुन्तै घटनास्थलमा पुगेको थियो। प्रहरीले कुकुरलाई नियन्त्रणमा लिएर मृत व्यक्तिको टाउको जफत गरेको छ र अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार उक्त मृत व्यक्ति वडा नम्बर 6 कै 55 वर्षीय रतन शाही रहेको पहिचान भएको छ। उनी गाउँबाट हराएको 2.5 महिनाभन्दा बढी भएको थियो। मङ्गलबार भने स्थानीय र प्रहरीको खोजी कार्यपछि स्थानीय कालिका सामुदायिक जङ्गलमा उनका शरीरका अन्य कङ्कालसहित उनले लगाएको कपडा फेला परेका छन्। मृतक रतन शाहीको घर परिवारमा कोही थिएनन्। उनी एक्लै बस्दै आएका थिए। घाँस काट्न जाने क्रममा लडेर घटना मृत्यु भएको हुन सक्ने अनुमान गरिएको गुल्मी दरबार गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष मुकेश थापाले बताए।